हेलो साथीहरू, के छ? सन्चै हुनुहुन्छ? के तपाईँले गरिना सबमाईबाट टपअप गर्नुहुन्छ? र त्यो साइटबाट टपअप गर्नको लागि हामीलाई थाहा नै छ सबभन्दा चाहिने चिज भनेको युनिपिन भाउचर हो र तपाईँले युनिपिन भाउचर किन्न चाहनुहुन्छ र तपाईँले ट्रस्टेड सेलर भेट्नु भएको छैन भने तपाईँले मलाई मेसेज गर्न सक्नुहुन्छ। मैले चाहिँ सुपथ मूल्यमा एकदमै मार्केटको रेटमा होइन तपाईँहरूलाई युनिपिन भाउचर प्रोभाइड गर्नेछु र मैले आफ्नो के भनिन्छ त्यो वाट्सएपको ग्रुपको लिङ्क होइन डिस्क्रिप्सनमा यो भिडियोको डिस्क्रिप्सनमा राखिदिनेछु र कमेन्ट बक्समा पनि राखिदिनेछु। त्यहाँबाट गएर तपाईँहरूले मेरो वाट्सएप ग्रुप जोइन गर्नुहोला अनि त्यहाँबाट गएर कम्युनिटी एडमिन हुन्छ नि त्यो एडमिनमा क्लिक गरेर तपाईँहरूले मलाई मेसेज गर्नुहोला कि भाउचर चाहियो। मैले तपाईँहरूलाई रेट पनि भनिदिनेछु एकदमै सुपथ मूल्यमा। अनि तपाईँले पेमेन्ट गरेपछि तुरन्तै तपाईँले युनिपिन भाउचर मैले सेन्ड गरिदिनेछु। एकदमै जेन्युन होइन ट्रस्टेड भनेपछि हाम्रो कम्युनिटी ग्रुप जोइन गर्नुहोला। त्यहाँबाट तपाईँले मेसेज गर्नुहुन्छ भने तपाईँलाई मैले प्रोभाइड गराइदिनेछु युनिपिन भाउचर। र कसैलाई कसरी लोड गर्ने भाउचर थाहा छैन भने त्यो पनि मैले यो भिडियोमा सिकाउन गइरहेको छु। भिडियोलाई पुरा लास्टसम्म हेर्नुहोला। के कसरी कसरी मेथड छ, कसरी प्रोसेस छ, कसरी गर्ने, यदि तपाईँहरूलाई थाहा छैन लोड कसरी गर्ने भनेर त्यो पनि मैले सिकाइदिने गइरहेको छु यो भिडियोमा। त अगाडिको भिडियोमा मैले सिकाएको थियो त्यो पनि भिडियोहरू छ, त्यो पनि पुरानो भिडियो पनि हेर्नुहोला। सबभन्दा पहिला तपाईँले आफ्नो क्रोम खोल्नुहोला। त्यो क्रोम खोलेपछि तपाईँले सर्च बारमा सर्च गर्नुहोला गरिना सबमाई। गरिना सबमाई तपाईँले हेर्नुहुन्छ होइन। तपाईँले यो सर्च गरेपछि तपाईँले यहाँ एउटा इन्टरफेस आउँछ। सबभन्दा पहिला ध्यान दिएर के हेर्नुपर्छ भने त्यहाँ माथितिर shop.garina.my हुनुपर्छ। न त अर्को त्यो लिङ्क खुल्छ भने अर्कै सेन्टरमा गइसके अनि त्यहाँबाट युनिपिन रिडिम हुँदैन। सबभन्दा पहिला गरिना सबमाईमा हामी क्लिक गर्ने। यसमा क्लिक गरेपछि यहाँ तपाईँले हेर्न सक्नुहुन्छ दोस्रो नम्बरमा छ फ्री फायर, पहिलो नम्बरमा छ सेल टपअप अनि दोस्रो नम्बरमा छ फ्री फायर। हामीले फ्री फायरमा क्लिक गरेपछि यहाँ तपाईँले हेर्न सक्नुहुन्छ प्लेयर आइडी आएको छ। प्लेयर आइडीमा तपाईँले आफ्नो युआइडी राख्नुहोला, गेमको युआइडी राख्नुहोला टपअप गर्ने। यहाँ मैले युआइडी राखिरहेको छु। अनि यो युआइडी राखेपछि तपाईँले यहाँ प्रोसेस टु पेमेन्ट गर्नुहोला। प्रोसेस टु पेमेन्ट गरेपछि तपाईँले यहाँ 25 डायमन्डमा कुनै डायमन्डमा क्लिक गर्नुहोला। अनि तपाईँले यहाँ हेर्न सक्नुहुन्छ 25 डायमन्डको 20 पोइन्ट लाग्छ भनेर। त्यो तलतिर क्लिक गर्नुहोला वालेटमा। अनि तपाईँले यहाँ ध्यान दिनुपर्ने के हो भने तपाईँले युनिपिन एकाउन्ट जुन बनाउनु भएको छ त्यसको इमेल अनि पासवर्ड जुन राख्नुभएको थियो त्यो राख्नु होला। यहाँ राखेपछि तपाईँले यहाँ तपाईँको वालेट खुलिहाल्छ युनिपिनको वालेट। तपाईँ हेर्नु सक्नुहुन्छ मेरोमा 3727 पोइन्ट छ। मैले लोड गरेर पहिलेबाट युनिपिन राखेको छु। तपाईँले युनिपिन तपाईँको सुरुमा गर्नुभयो होला होइन, गर्नुहुन्छ भने तपाईँको त्यो वालेटमा यहाँ 00 पोइन्ट देखाउँछ के। 00 पोइन्ट देखाएपछि तपाईँले के गर्नुपर्छ, भाउचर किन्नुपर्छ युनिपिनको भाउचर किन्नको लागि मैले युनिपिन किन्नको लागि के गर्नुपर्छ भने मैले भिडियोको डिस्क्रिप्सनमा वाट्सएप ग्रुपको होइन लिङ्क राखिदिन्छु। त्यहाँबाट गएर मेरो वाट्सएप ग्रुप जोइन गर्नुहोला। अनि त्यहाँ गएर तपाईँले मेसेज गर्न सक्नुहुन्छ मलाई युनिपिन भाउचर चाहियो। मैले सुपथ मूल्यमा तपाईँले युनिपिन भाउचर प्रोभाइड गरिदिनेछु। त्यो किनेपछि तपाईँले यहाँ हेर्न सक्नुहुन्छ टपअप त्यो छैन, टपअपमा क्लिक गर्नुहोला। टपअपमा क्लिक गरेपछि मैले जुन भाउचर दिन्छु त्यसको एउटा कोड हुन्छ नि, त्यहाँ कोड त्यो कोड कपी गरेर यहाँ पेस्ट गरिदिनु होला। पेस्ट गरेपछि तपाईँले यहाँ कन्फर्म गरिदिनुहोस्। अनि त्यसपछि वालेटमा 2000 पोइन्ट लोड भइहाल्छ। आजको भिडियोमा यति नै। हस्त धन्यवाद।